कहिले लुगामा धेरै बल लगाएर काम गर्दा अथवा रगडिने ठाउँमा ठुलो प्वाल पर्न सक्छ। यस्तो भएमा प्वालको आकारभन्दा अलि ठुलो कपडा लिएर यसरी हामीले जोडेर रफु गर्न सक्छौँ। रफु गर्दा कपडाको टुक्राको रङ्ग च्यातेको लुगाको रङ्गसँग मिल्न पर्छ र धागो पनि मिल्यो भने झन् राम्रो देख्छ र त्यो च्यातेको ठाउँ देखिँदैन। यो तरिकाले रफु गर्दाखेरि प्वालको आकारभन्दा अलि ठुलो गरी चारैतिरबाट हामीले दोबार्ने। यसरी दोबार्दा इस्त्री लगाएर दोबार्यो भने चाहिँ सजिलो हुन्छ र यसको लागि अब हामी पिनको प्रयोग गर्छौँ। पिनको प्रयोग गर्यो भने सजिलो पनि हुन्छ र छिटो पनि सिद्धिन्छ काम। र पिन लाउँदाखेरि यो ध्यान दिनुपर्छ, कपडाको माथिको भागमा मात्र तपाईले पिन लाउनुपर्छ, तलको भागमा पिन लायो भने चाहिँ फेरि सबै जोडेर आउँछ। यसरी चारवटा कोनामा हामीले पिनले कपडालाई अड्काएर हामी अनि स्लिप स्टिच गर्छौँ चारैतिरबाट। स्लिप स्टिच गर्ने तरिका अघि हामीले देखाइसकेका थियौँ तपाईलाई। यो हो हाम्रो स्लिप स्टिच। यो गरिसकेपछि चाहिँ हाम्रो कपडा यस्तो देखिन्छ। कपडालाई भित्रबाट चाहिँ तपाईले यो कपडाको टुक्रा जुन हामीले जोड्यौँ यसलाई काट्न पर्छ यसरी चारैतिरबाट, अनि इस्त्रीले अर्को दिशामा फर्काएर यहाँ इस्त्री गर्यो भने चाहिँ अगाडिबाट चाहिँ राम्रो देखिन्छ। यसको पुरा भिडियो युट्युबमा छ, हेर्न नबिर्सिनुहोस् है।